देशले अब खोजेको भनेको राजा हो। राजा बाहेकको विकल्प छैन। आज तपाईले एउटा सानो केही राजाको बारेमा गर्नुभयो भने सबैभन्दा धेरै समर्थन राजाको आउँछ। त्यही भएर जेनजीले पनि 100% जेनजीले पनि राजा चाहिरहेका छन्। यो व्यवस्था पुरै उल्ट्याउन खोजिरहेका छन्। संसद खारेज, प्रदेश खारेजदेखि लिएर संविधानदेखि लिएर सबै कुराहरू उनीहरूले परिवर्तन चाहेका छन्। तर अहिलेको सरकार होस् या पुरानो सरकार, पुरानो त अब पुरानै भइहाले, अहिलेको नयाँ बनेको सरकारले, यो अन्तरिम सरकारले पनि गर्न केही सक्ने होइन। त्यसैले राजा अपरिहार्य, राजा चाहियो देशमा। राजा बाहेकको विकल्प पनि छैन। फेरि यिनीहरू नयाँ पुराना मिलेर भोलि चुनाव गराउँछन्, चुनावमा जान्छन्, चुनाव गरेर आइसक्यो भने फेरि हालत त्यही हो। यहाँ सबै दुई चारवटा सिट लिएर आउँछन्। एउटैले सिट ल्याउन सक्दैन। 5 वर्ष एउटैले सरकार चलाउन सक्दैन। 2 महिना 3 महिनामा सरकार ढल्छ, महिना 2 महिनामा मन्त्री ढल्छन्, सबै लुट्छन्। यहाँ हुने केही होइन। त्यसैले राजा आउँछन्, राजा ज्ञानेन्द्र शाह आउँछन् या उनका नाति हृदेन्द्र शाह आउँछन्, जोसुकै आउँछन्, राजा पक्का आउँछन्।